गठबन्धन उहाँले भनेर हुन्छ र सघाउनु त मैले एमालेले पनि सघाइरहेछ नि एमालेकै भोटले जित्छु म यसमा हो हामीले बुझ्यौँ अब तपाईँलाई एमाले सघाइरहेछ प्रधानमन्त्री हुनको लागि अस्ति उहाँ केन्द्रीय सदस्यले एमाले काङ्ग्रेस माओवादीसँग हाम्रो कम्पिटिसन होइन हामी तीनटा एउटै दल हो माटो दल हो भन्थे अहिले बल्ल प्रमाणित भयो हर्कजीको मुखबाट नि त्यही सुन्यौ एमाले सघाउँछ अरे भोट एमालेको भोटबाट नै हो रे त नि उहाँले जित्ने भनेपछि बाले यसपालि झापाली बाले नराम्रोसँग फसाउने भयो हर्कजीलाई बाले भन्यो होला नि हो हामी सबैजना मिल्नुपर्छ 6 महिनाको लागि प्रधानमन्त्री खानुपर्छ भने जस्तो तीनटा टाउके छ एउटा टाउके थपिने होला अब त्यही भएर पो रहेछ 108 वटा हो कि 109 वटा ठाउँमा उम्मेदवार उठाउँदा त त्यो त अब तपाईँले त अब बहुमत ल्याउन सक्नुहुन्न 2/3 को सरकार त आउन सक्दैन अनि कसरी प्रधानमन्त्री हुन्छ भनेको उता उहाँ के अरे एमालेसँग गठबन्धन रहेछ अनि त्यही भएर पो मै प्रधानमन्त्री भन्दै हिँड्या रहेछन् हेर यसपालि झापाली बाले यो हर्कजीलाई नराम्रोसँग फसाएछन् तिमी फस्यौ हर्कजी फस्यौ अब तिमी प्रधानमन्त्री त के त्यही सुनसरी हो कि कहाँ पनि जित्न गाह्रै छ ल सुन्यौ नि होइन के रहेछ थाहा भयो नि त्यही भएर पो अस्ति एमालेको कुरा गर्दा त्यो घरासी मामला नसोध्नु भन्दा रहेछन् बुढा त्यसरी धेरै नबोला कुरा फुत्किन्छ भन्छन् कहिले कार्यकर्ताले कुरा फुत्काइदिन्छन् कहिले समर्थनले कुरा फुत्काइदिन्छन् अहिले आफैले कुरा फुत्कायो एमालेकै भोटले जित्छु भन्दैछन् गयो बुढा झुकाए बाले